अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नम्बर 1 पाणेना र वडा नम्बर 2 पोखराथोकको सिमानामा पर्ने यो ऐतिहासिक पाणिनी तपोभूमि हो। पछिल्लो समय यो स्थान धार्मिक तथा पर्यटकीय स्थलको रूपमा विकास भएको छ। यहाँको वातावरण देख्दा यस्तो आनन्द आयो कि म स्वर्गमा गए जस्तो अनुभूति भयो र यहाँ शान्त र भएका चाहिँ आफ्ना भित्रका चाहिँ दुःखहरू पनि सारा सबै मेटिने बिर्सिने यस्तो अचम्मको ठाउँ रहेछ। तर यो अत्यन्त ओझेल परेको ठाउँ रहेछ। यस्तो हाम्रो प्राचीन हाम्रो चाहिँ महत्त्वपूर्ण स्थान भइकन पनि यो प्रचारको कमीले गर्दाखेरि र यसको चाहिँ प्रवर्धन गर्न अझ थप चाहिँ आवश्यक देखिन्छ। तपोभूमि जो हामीले सुने अनुसार अत्यन्त ऐतिहासिक चिज हो। यसले थप संरक्षण र विकासको पर्खाइमा भएको महसुस गरियो। यहाँको संरक्षण खासै देखिएन। यसको जुन महत्त्व हो त्यो महत्त्वको आधारमा यसको संरक्षण कम भएकोले सम्बन्धित क्षेत्रले यसको संरक्षण र विकासको लागि अरू थप भूमिका निर्वाह गर्न पर्ने आवश्यकता यो भ्रमरटोलीले गरेको छ। अर्घाखाँची मात्र नभएर विभिन्न ठाउँहरूबाट यस स्थानको अवलोकन गर्न र यहाँ ऐतिहासिक पुण्यभूमिको दर्शन गर्नका लागि धेरै मानिसहरू आउने गरेका छन्। पाणिनी तपोभूमि ऐतिहासिक तीर्थस्थलको रूपमा हामीले भ्रमण गर्न पायौँ। यो स्थान परापूर्वकालदेखि नेपाली र संस्कृत व्याकरणको उद्गम स्थल पाणिनी ऋषिले तपस्या गरेको ठाउँ। यही तपस्या गर्ने क्रममा शिवजीले साक्षात्कार दर्शन दिइसकेपछि पाणिनी ऋषिले डमरुको आवाजबाट संस्कृत व्याकरणका अक्षरहरू प्रारम्भ गरेको इतिहासमा हामीले पढ्यौँ। तपोभूमि अर्घाखाँचीको एकदम धार्मिक स्थलमा हामी पनि आयौँ र यहाँ एकदमै घुम्न लायक ठाउँ रहेछ। हामी आयौँ, एकदमै रमाइलो, राम्रो र एकदमै प्राकृतिकले सौन्दर्य ठाउँ रहेछ। हजुर पनि एकपटक आएर भ्रमण गर्नै पर्ने ठाउँ, घुम्नै पर्ने ठाउँ, भ्रमण स्थल रहेछ। यसको प्रचार प्रसार र विभिन्न संरचना निर्माण गर्नका लागि विभिन्न निकायहरू लाग्नुपर्ने अवस्था देखिएको छ। एभी न्यूज खबरका लागि प्रेमनारायण आचार्य, पाणिनी तपोभूमि, अर्घाखाँची।